आदरणीय दर्शक महानुभावहरू, तपाईहरुलाई स्वागत छ गुरुजीसँग 1 मिनेट च्यानलमा। भगवान श्री कृष्णले भन्नुभएको छ के थाहा छ हजुरहरुलाई? कर्माण्यवाधिकारस्ते मा फलेषु कदाचन। अर्थात कर्म गर्नु तिम्रो हातमा छ, फलको चिन्ता कहिल्यै गर्नु हुँदैन। आज हामी फलको चिन्तामा कर्म नै गर्न बिर्सन्छौँ, त्यसैले दुखी छौँ। आजदेखि एउटा नियम बनाउनुहोस्, काम गर्नुहोस् तर फलको कहिल्यै आश नगर्नुहोस्। गरेको काम भगवानलाई सुम्पनुहोस्, मन हल्का हुन्छ र बाटो आफै खुल्दै जान्छ। त्यसैले भन्नुहोस् जय श्री कृष्ण। यो भिडियो अत्याधिक आफ्नो त्यस्ता साथीहरूलाई सेयर गर्नुहोस् र पुण्य कमाउनुहोस्। जय श्री कृष्ण।